एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ म कोरियादेखि नेपालसम्मको यात्रामा जाँदैछु। अनि यो गाडीमा चाहिँ खासै चर्को बोल्न नमिल्ने भएर मैले सानो बोलेको चाहिँ, त्यही भएर भोइस राम्रो आएन अनि भोइस रेकर्ड गर्दैछु। हेरेर अन्तिमसम्म साथ दिनुहोला। त्यो चाहिँ के को धुवा होला है, यस्तो धुलो। आमामा कालै धुवा उडेको त, हेर न। यो त आगो लागि भएको हो भाइ। पुलमा आगो लागिरहेको छ। यहाँ पुलमा आगो लागिरहेको छ। बल्ल समुद्र आयो, त्यसपछि चाहिँ आगो फुटेको। अघि मैले घाम लागेन भनेर टेन्सन मानेको त मजाले, अहिले त घाम पो लागिरहेको छ। अलि मौसम त्यस्तो साह्रो क्लियर त छैन। तै पनि यो चाहिँ इन्सन एयरपोर्ट आउने बेलामा जहिले नि मलाई यो खोलाहरू, समुद्र आए पछाडि बल्ल आए जस्तो लाग्छ। समुद्र हो कि खोला हो यो? तर कस्तो समुद्रको त फेदै देखियो। यो समुद्रै हो हुन त, सानो समुद्र जस्तो देखियो। यस्तो हुन्छ समुद्र। दुःखै मिलाएर राखेको। नेपालको झन्डा कहाँनिर ऊ पर फरफराएकै छैन त। ल साथीहरू, हामी एयरपोर्टमा आइपुग्यौँ। मान्छेहरू आज नि रहेछ, फ्लाइट त धेरै नै हुँदो रहेछ। तर के कसरी लाने, कहाँ जाने चाहिँ जहिले आयो भने अलमल्लै परिन्छ हो। हुन त म त्यति साह्रो हिँड्ने खालको त होइन। यसरी मेरो यो एयरपोर्टमा, कोरियाको एयरपोर्टमा दोस्रो पटक, यो टर्मिनल 1मा त झन् पहिलो पटक हो। पहिला म डाइरेक्ट कोरियन एयरलाइन्सको भएको थियो 2चोटि 3चोटि नै। त्यही भएर सफा गर्ने त्यो मेसिन बाँकी रहेछ। रोबोट होला। अब यहीँ बस्नु पर्छ। एयरपोर्टबाट आइसकेँ, टोइलेट पनि गएर आइसकेँ। तर पनि मलाई एयरपोर्टमा चाहिँ जुन ठाउँको एयरपोर्टमा पनि यसरी रुखहरू रोपिराखेको हुँदो रहेछ कि हाम्रै देशकोमा छैन होला है। हामी चाहिँ यो खाएर बसिरहेको। एउटा कमेडी कुरा भनौँ लाग्थ्यो, तर भन्दिनँ होला। यहाँको एयरपोर्ट हेरौँ त, कति राम्रो। फुलै फुलको बगैँचामा मेरी माया भन्ने जस्तो रहेछ। अर्काको देशको चाहिँ यति राम्रो, यति ठुलो छ एयरपोर्ट। आफ्नो देशको चाहिँ सानो छ। त्यही माया लाग्छ, के गर्नु होइन। यस्तो कहिले हुन्छ होला हाम्रो देश। प्याकेजहरू पनि हामीले सबै बुझाइसक्यौँ। अब यहाँ एउटा यो ह्यान्ड क्यारीको रूपमा यो बाँकी छ। त्यस पछाडि अब जान्छौँ। तर मलाई कस्तो अप्ठ्यारो लागिरहेछ हौ यहाँ। अरू त सबै ठिकै हो। फेरि ब्यागमा केही प्रब्लमहरू आएर फोन आयो भने निकाल्नु पऱ्यो भने चाहिँ झ्याउनु भयो। अरू त ठिकै छ। अब साथीहरू, हामी चाहिँ साथीहरू भनेर लाज लाग्यो। अब हामी ट्रेन चढेर जाने। यो चाहिँ टर्मिनल 1बाट सबै बोर्डिङ पासहरू भयो, हाम्रो सेक्युरिटी चेक जाँच सबै भयो। अब चाहिँ हामी बोर्डिङ पास भइसके पछाडि यो टर्मिनल 2मा चाहिँ जान्छौँ। त्यहाँ गएर हामी चढ्ने हो प्लेन चाहिँ। अब ट्रेन यहाँबाट चढेर यहाँबाट हामी प्लेनमा जान्छौँ। अहिलेलाई ट्रेनमा जाने। यहाँ हेर्नु न ट्रेन, अब कस्तो सुविधा। यहीँभित्र ट्रेन चढेर होइन, हामी एउटा टर्मिनलबाट अर्को टर्मिनलमा जानुपर्छ। अब कता कता जाने भन्ने एरिया हुन्छ होला नि त। अब यो प्लेन आउने ठाउँ अरू बेला जस्तै प्लेन आउँछ। ऊ आइसक्यो त प्लेन, अनि हामीलाई लान्छ यसरी। अब हामी जान्छौँ। आइपुग्यौँ अब हामी। टर्मिनल 2मा आइपुग्यौँ हामी। त्यहीँ खाना आइसक्यो साथीहरू। हामी चाहिँ यहाँभित्र खाना लाग्यो। अनि उहाँले चाहिँ यो बिफ मगाउनु भएको छ। म चाहिँ बिफ खाँदिनँ, त्यही भएर मेरो चाहिँ अझै पालो आएको छैन। म कुर्दैछु। अब एकछिनमा खान्छु। यसरी नम्बर दिँदो रहेछ। हामी चाहिँ यहाँभित्र आएर खान लागेको।
साथीहरू मेरो पछाडिपट्टि उस देख्नु भएको छ कि छैन पनि पछाडि पुरै प्लेनहरू पो बसिरहेको रहेछ होइन। अब अगाडिबाट भिडियो बनाउनलाई अप्ठ्यारो लाग्यो अनि पछाडिपट्टि खासमा खाना त्यहाँ जानु पर्दो रहेछ। सरी आयो अनि म खुसी भएँ। कत्रो बेर लाग्ने हौ खाना खान नि यहाँ त लिन नि, तर कस्तो मिठो रहेछ कि टेस्टी छ। मैले खाएँ होइन अलिकति। बाहिरभन्दा चाहिँ अलिक महँगो रहेछ, त्यही महँगो भएर नि हुन्छ पनि खाना चाहिँ सबै सक्यो। सबै खाएर क्यामेरामा किन हातै देखिन्छ यस्तो गर्दा। अब चाहिँ खानासाना पनि खाइयो। आजको वेदर चाहिँ राम्रो छैन है साथीहरू, के गर्नु र त्यस्तै बेलामा पर्यो। त्यहीँ खाना खायौँ अनि निस्कियौँ अब हामी यहाँ। अब प्लेन आउँछ। सिउ पनि छ रहेछ त, अनि सिउ अगाडि आएको भए भइहाल्थ्यो रहेछ। किन हौ यताबाट हिँड नि त सिउ। हामी जाने त्यहाँबाट काठमाडौँ हाङजोन गुन्जाउ भनेको त्यही हो के ऊ। अब टिकट पनि आयो हातमा, बोर्डिङ पास पनि भइसक्यो अनि ट्रेन हाम्रो रेडी छ। अब हामी हिँड्दैछौँ बाटोमा। अब यो चाहिँ हाम्रो यो काठमाडौँको बोर्डिङ पास पनि सबै भयो। अब वेदर हेर्नु न, यस्तो पानी परेको यस्तो छ पानी। योमा यता चढिसक्यो ऊ प्लेन हो त्यो, ऊ योमा हो जाने हामी। ठुलो रहेछ प्लेन त। ऊ डोराएम हेर्नु न, चाइनाकै प्लेन रहेछ है। प्लेन त चाइनाकै रहेछ क्या, जाडो जाडो छ त। प्लेन चाइनाकै रहेछ भनेर यसरी जान लागेको हामी। बाहिर चाहिँ पानी परेछ, कस्तो झ्याउ लागेको हो पानी परेर। हेर न गडाङ गुडुङ गराएको हो आकाश छ्याउ। अब चाहिँ प्लेन टेक अफ हुँदैछ अनि त्यही भएर मान्छे गाउँ गर्दैछ है, पानी परिरहेछ। अनि म चाहिँ यहाँ यो राखेको छु अफ पहिला नि हेर्नु पछाडि म ल्यान्ड भए पछाडि भिडियो गर्छु। अहिले फोटोतिर हेर्छु। खाना चाहिँ होइन जुसहरू चाहिँ खाऊ। अहिले उहाँ बाटो बिराइदियो भने खाएर झ्याप गर। म त के खान्छु भन्दा चाहिँ यही दिन्छ कि क्या हो जम्मा। के हो यो कति छोरे मेरो यो अरेन्ज यो ए यो हामीले देख्यो। फेरि आइसक्रिम पनि पायो। यो वाला फोनको हो, त्यत्तिकै त हुँदैन तर आइसक्रिम पनि दिँदो रहेछ। सुरुमा यो दियो, त्यस पछाडि खाना दियो अनि जुस दियो अनि फेरि आइसक्रिम खाँदै।
चाइनाको यो ट्रान्जिट पहिलोचोटि हिँड्न त उधुमै पर्ने रहेछ। त्यो रोड हेर न फेरि त्यो चाइनाको एयरलाइन्स केन्या एयरलाइन्स रे यो चाहिँ केन्या ठुलो पो रहेछ। हामी यो चाइनाको अहिले गुन्जियाम कि भन्दो रहेछ त्यो एकदम प्लेनहरू। यहाँ पासपोर्ट राखेर वाइफाई अघि दिउँसभरि चाहिँ विन्डो साइड पाइएन, अब अहिले चाहिँ विन्डो साइड पाएर के गर्नु। त्यही पनि हेर्छु रातिमा कस्तो हुन्छ। ट्रेन चाहिँ अघिको भन्दा सानो रहेछ, 2 लेयरको मात्रै, 2 साइड मात्रै भएको। अलिकति त्यो हावाहरू फेरि यो टाइममा फेरि हावा देखाएको छ, हावाले फेरि गरेछ क्या त्यही छ यो। पहेटा निकाल्यो तर कस्तो रिस उठ्ने देखिँदैन रहेछ अँधेरो भएर। मान्छे सुत्ने तर्फ गर्दैछ होला, हामी कसको त पिङ्क राखेको जस्तो फिल हुन्छ मलाई। चाइनाको भोइ पनि छोड्यो, चाइनाको आकाशमा चाइना देखेको है। वे के गरेको यो तल त्यहाँ पसललाई बजार ऊ त पर कालो चाहिँ समुद्र सेकेन्ड टाइमको पास्ता हो, राइस हो, भेज राइस। हामी नेपाली अब के काठमाडौँ जानु लाग्यो भनेरै होला है, यो फेरि पुरै नेपालमा खाने जस्तै भेज तरकारी छ, मिठो होला जस्तो छ। रनवेमा आइसक्यो। ल नेपालको तालिमको सहर हो नि त। ल्यान्ड चाहिँ भइसक्यो, अब सामान चाहिँ लिफ्टमा लिएर जाने। कस्तो थकान फिल हुँदो रहेछ हो अलि। तलको थिच्नु काठमाडौँ इन्टरनेसनल एयरपोर्ट कस्तो मुख्ने लटपट्यो जस्तो भएको छ हो अहिले त मलाई त। दाइहरूलाई